आज हामी कुरा गरिरहेको छौँ भ्याट क्रेडिटको। जस्तै हामी भ्याट क्रेडिट एन्ड लस्ट गुड्स कुनै पनि सामान यदि हामी किनेर ल्याउँछौँ होइन, अनि त्योमा हामी भ्याट तिरेको हुन्छौँ, तर त्यो गुड्स यदि हरायो, गुड्स केही कारणवशले गर्दा, जस्तै गोदाममा फायर आगो लाग्यो, एक्सिडेन्ट भयो होइन, केही कारणवश त्यो गुड्स चाहिँ ड्यामेज भइसक्यो, लस्ट भइसक्यो भने त्यो केसमा चाहिँ हामीले भ्याट जुन तिरेको हुन्छौँ त्यो क्रेडिट कसरी लिने, त्यसको क्रेडिट पाइन्छ कि त्यसको रिफन्ड पाइन्छ, के छ त रुल्स एन्ड रेगुलेसन नेपालमा त्यसको भने त्यो सन्दर्भमा के छ भन्दाखेरि यदि हाम्रो गुड्स चाहिँ लस्ट भयो होइन, यो आग फायरको कारणले गर्दा या कुनै पनि कारण जो हाम्रो कन्ट्रोलमा छैन, बियोन्ड कन्ट्रोल, त्यो केसमा के गर्ने भन्दाखेरि त्यहाँ दुईवटा कुरा आउँछ। या त इन्सुरेन्स भएको छ कि छैन त्यो गुड्स। इन्सुरेन्स भएको छ भने हामी इन्सुरेन्स कम्पन्सेसन चाहिँ इन्सुरेन्स कम्पनीबाट क्लेम गर्न सक्छौँ। यदि इन्सुरेन्स गरेको छैन भने इन्सुरेन्स क्लेम हामी क्लेम गर्न सक्दैनौँ। तर त्योसँग हामीलाई केही मतलब छैन, इन्सुरेन्स भयो कि भएनसँग हाम्रो मतलब भएन। हाम्रो मतलब भनेको चाहिँ त्यो भ्याट पे गरेको हुन्छ त्यो गुड्समा हामीले त्यो भ्याटलाई के गर्ने, भ्याट क्रेडिटको कन्सेप्ट आउँछ एउटा, हाउ टु टेक भ्याट क्रेडिट इन रेस्पेक्ट अफ लस्ट गुड्स भने। यदि त्यो गुड्स इन्सुरेन्स भएको छ भन्दाखेरि त्यो हामीले एप्लिकेसन दिने राजस्व कार्यालयमा गएर विदिन 30 days अफ ह्यापनिङ अफ सच इभेन्ट्स, 30 दिनभित्रमा एप्लिकेसनको साथसाथमा सबै डकुमेन्टहरू दिने, प्रुफहरू पनि दिनु पऱ्यो कि मेरो गोदाममा आगो लाग्यो या कुनै कारणवश भयो होइन, त्यो दिने। अनि यदि इन्सुरेन्स भएको छ भने भन्दाखेरि त्यो राजस्व कार्यालयले जति इन्सुरेन्सको एमाउन्ट हुन्छ रिसिभ गर्नुपर्ने या रिसिभ गरिसकेको अमाउन्ट होइन, त्यतिसम्मको भ्याट क्रेडिट अलाउ गरिदिन्छ। तपाईँले त्यति भ्याट क्रेडिट पाउन सक्नुहुन्छ भनेर भन्नुहुन्छ। यदि इन्सुरेन्स भएको छैन भने त्यो हामीले चाहिँ भ्याट क्रेडिट पाउँदैनौँ त्यसको तुरुन्तै। त्योमा फेरि लेन्दी प्रोसेस छ, एप्लिकेसन दिनुहोस्, इन्भेस्टिगेसन गर्छ ट्याक्स डिपार्टमेन्टले, इन्भेस्टिगेसन गरिसकेपछि अब त्यसले कति पाउने होइन, त्यो एउटा लेन्दी प्रोसेस हो, इन्भेस्टिगेसनको प्रोसेस हो यसो